नमस्ते सबैजनालाई। यता चाहिँ हाम्रो लङ्गुर सर हुनुहुन्छ भने अगाडि हाम्रो गाडी छ। यसो भाइ चट्ट लाएर यो यस्तो मारेको भ्यू छ नि, भ्यू चाहिँ यस्तो बवाल छ। भ्यू त हेर्न सक्नुहुन्छ यत्तिकैमा पनि तपाईँले। केटाहरू अगाडि छ, यस्तो रमाइलो मजा भइरहेछ। हामी सो हेलो एन्ड वाट्सअप फ्यामिली, नमस्ते सबैजनालाई। अनि धेरै पछाडि चलाउन ब्याक। हियर यु क्यान सी है। यता चाहिँ हाम्रो लङ्गुर सर हुनुहुन्छ भने अगाडि हाम्रो गाडी छ। सरले के बोल्नुभयो मैले त सुनिनँ है, तपाईँहरूले सुन्नुभयो भने पनि ठिकै छ। र के भन्दाखेरि आज चाहिँ धेरै पछाडि भ्लग ल्याउनुको मेन रिजन चाहिँ के हो भन्दाखेरि फाइनली टुडे वी आर जस्ट भिजिटिङ होइन, कहाँ भन्नु अब, कन्याम। अनि हामी राम जाँदैछौँ आज एकदम रमाइलो गर्नलाई होइन। अब धेरै यता बस्यो ओऱ्यो बोर भयो होइन। अनि अब रमाइलो गर्नु पऱ्यो नि त साथी। भनिदेऊ नि त केही यताउति हाम्रो भ्युअर्सहरूलाई पनि। हाम्रो भ्युअर्सहरूलाई सबैजनालाई सब्सक्राइब गरिदिनु होला हाम्रो साथीको युट्युब च्यानललाई। अनि छिट्टै सिल्भर प्ले बटन पनि दिलाइदिनु होला मेरो साथीलाई। होइन होला, हो नि हो, त्यतिसम्म त नजाउँ न अहिले, त्यो पनि हुन्छ बिस्तारै, टेन्सन छैन। ल अब चाहिँ हामी जाँदैछौँ होइन। अनि आज हामी यो दुर्गापुरी आउन, यता आउन, दुर्गापुरीतिर छौँ होइन। किन भन्नुहुन्छ भने अस्ति हाम्रो साथीको आन्टीको चाहिँ भाइ जन्मेको थियो। अनि त्यहाँ चाहिँ हिजो नरान्थ्यो नि त। अनि आएको थियौँ बेलुका, रमाइलो गऱ्यौँ मऱ्यौँ। अनि हामी चाहिँ सुत्नु चाहिँ तल गएको थियौँ क्या। अनि घर चाहिँ यही हो होइन। अनि अब अहिले चाहिँ हामी जान लागिरहेछौँ। अनि अलिकति पैसाको लागि चाहिँ साथी आन्टीसँग पैसा लिने भनेर बसेको छ। अनि उसले पैसा लिइसके पछाडि हामी चाहिँ लागिदिइहाल्छौँ। अनि गएर कपाल सपाल काट्नु होला, जानुपर्छ। तपाईँहरू टक्क सबै भिडियो हेर्नु होला, रमाइलो गर्नु होला, इन्जोय गर्नु होला, बस्नु होला होइन। अनि हाम्रो साधन एउटा यो साथीको साधन हो। अनि यो चाहिँ अर्को केवल साथीभित्र छ, उसको साधन हो। अनि मसँग चाहिँ स्कुटी छ। अनि मैले पनि किनेको धेरै भएको छैन होइन। अनि भर्खर लिएको, आफैले लिएको भनौँ न। सो अलराइट फ्यामिली, अहिले चाहिँ हामी उसको आन्टीकोबाट पनि निक्लिसक्यौँ। साथी पछाडि आउँदैछ होइन। अनि अहिले अब दुर्गापुरीबाट निक्लिँदैछौँ। अब हामीले कपालतिर जान्छौँ। अनि कपाल सपाल काट्नु पर्नेछ। कपाल सपाल काटेर हल्का फ्रेस भएर चाहिँ अनि त्यस पछाडि हामी आउँछौँ है चट्ट लाएर। अनि यता हामी स्टन्ट मास्टर हुनु खोज्दैछ सर चाहिँ, त्यही हो। सो अहिले चाहिँ हामी कपाल काट्न आएको छौँ होइन। अनि अब कपाल काट्ने हो। अनि अहिले चिन्ता लाएर चाहिँ रेडी हुन्छ। कपाल काटेर ओरेर चाहिँ अलिकति हल्का लुक्स निकालेर चाहिँ हामी जान्छौँ होइन। जहिले द फेडमा छौँ। यो चाहिँ तपाईँहरूको विशाल मार्केटमा बल्ल हस्पिटल अगाडि रहेको छ। सो अलराइट फ्यामिली, हियर यु क्यान सी होइन। मेरो साथी चाहिँ पछाडिपट्टिबाट आउँदैछ भने म चाहिँ अगाडिपट्टि निक्लिसकेको छु। र भ्यू यस्तो बवाल छ। अहिले चाहिँ हामी यो पाराबारीतिर छौँ होइन। पाराबारीतिरबाट अब हामी अहिले यहाँनिर अगाडि के भन्दैछ ठाउँको नाम पनि एक्ज्याक्ट बिर्सिसक्यो होइन। अनि साथी अगाडि गइरहेको छ आनन्दले पनि। यो यस्तो मारेको भ्यू छ नि, भ्यू चाहिँ यस्तो बवाल छ। भ्यू त हेर्न सक्नुहुन्छ यत्तिकैमा पनि तपाईँले। यस्तो बवाल भ्यू, यस्तो बवाल सिन छ। अब हामी कन्याम जाँदैछौँ। अब यहाँबाट हामी केर्खा निस्किन्छौँ सुरुमा चाहिँ। अनि त्यस पछाडि केर्खा निस्किसके पछाडि चाहिँ हामी के गर्छौँ भन्दाखेरि चाहिँ त्यहाँबाट चाहिँ हामी चाराली जान्छौँ। अनि चाराली पुगेर एक्सट्रिम खान्छौँ ओर्छौँ, अलिकति फ्रेस भएर त्यस पछाडि चाहिँ हामी उकालो लाग्छौँ। अहिलेलाई चाहिँ हामी ठ्याक्क अगाडि गएर अर्को साथीलाई भेटे पछाडि चाहिँ टक्क हामी भेटौँला है त। अहिले चाहिँ हामी आइसकेको छौँ। कहाँ भनेर भन्नुपर्दा चाहिँ भन्न चाहिँ ठ्याक्कै भएन। तर केटाहरू ठ्याक्कै यहाँनिर स्टन्ट देखाएको भइरहेको छ होइन। अहिले चाहिँ हामी कहाँ भन्दाखेरि चारालीदेखि अलिकति भित्र क्या। चारालीदेखि यो बुधबारे जाने बाटो हामीले बुधबारे निस्केर जाने विचार गर्छौँ। मोस्टली चाहिँ के भन्दाखेरि अगाडिको चक्का चाहिँ पुरै हल्लिएको जस्तो फिल भइरहेको छ क्या। कस्तो फिल भइरहेछ। अनि ह्यान्डीले पुरै हल्ले जस्तो फिल भइरहेछ। हावा हाल्नुपर्छ जस्तो लागिरहेको मलाई चाहिँ। अनि केटाहरू चाहिँ अगाडि
फाइनली अब चाहिँ हामी पनि उकालो लागिसक्यौँ होइन। सायद मेरो मार्क्सले गर्दाखेरि साउन्ड चाहिँ केही पनि सुनेको छैन होला। हामी उकालो लागिसक्यौँ भने एउटा साथी अगाडि गइसकेको भने अर्को साथी पछाडि आइरहेको छ। मजा आइरहेको छ। अनि यतातिर यसो हेर्दाखेरि अब यसो बुझेअनुसार चाहिँ तल चेकिङ हुन्छ भनेर सुनेको भनौँ न। अनि झन् त अगाडि पनि गइरहेको तर अहिलेसम्म चाहिँ कहिले पनि हुँदैन। अब अलिकति अगाडि जाँदा जोर कलर छ त्यहाँ चाहिँ चेकिङ हुन्छ भन्ने कुरा सुनेको हो। तर केटाहरू अगाडि यिनीहरूलाई भेटेर यो कुरा पनि मैले भन्नुपर्ने हुन्छ र एकदमै रमाइलो हुन्छ जस्तो लाग्दैछ हामीलाई यो ट्राभल चाहिँ होइन। अब केटाहरूसँग फ्यामिली अलराइट अहिले चाहिँ हामी टक्क लाएर जाँदैछौँ होइन। यस्तो बवाल हेर्नु न अगाडि भ्यू तपाईँहरू हेर्न सक्नुहुन्छ होइन। ब्याक साइडको अब सनसेटहरू पनि तपाईँहरू हेर्नुभयो होला। यस्तो दामी भ्यू छ, यस्तो मजा आइरहेको छ। यो गर्मीमा यो कन्यामको चिसो झापाको गर्मी सम्झिँदै के गर्नु, ज्याकेट नलाउनु जस्तो लाग्छ होइन। तर फेरि के भन्दाखेरि अर्को टेन्सन छ क्या। अब राइड गरिन्छ चिसो छ्याप्प छातीमा चिसो लाग्यो भन्दा के हुन्छ होइन। राइड गरिन्छ चिसो लाग्यो भने के हुन्छ भन्ने कुरा हो। नत्र त ज्याकेट पनि खासै लाउनु त रहर छैन। यस्तो बवाल मजा केटा हो। केटाहरू अगाडि छ, यस्तो रमाइलो मजा भइरहेछ। हामीले 3 जना आएको हो। यस्तो बवाल मजा आइरहेछ, यस्तो मजा आइरहेछ। सिङ्गल आइरहेछौँ। 2 जना TNS-मा छ, म चाहिँ स्पिडमा आएको छु। यस्तो बवाल मजा। दिस इज द बेस्ट फिलिङ्स, बेस्ट मोमेन्ट्स एभर। सक्दैन नि फेरि। अनि यस्तो मजा आएको बेलामा अब हुन्छ नि चिसोमा मजै हुन्छ नि, मजै अर्कै हुन्छ नि चिसोमा। त्यही पनि केटाहरू त्यो आइन्छ अलरेडी मजाले मोबाइल छ, यतापट्टि पनि छ होइन। सो फ्यामिली अलराइट अहिले चाहिँ हामी कन्यामा छौँ होइन। अनि हामी बस्ने होटल चाहिँ त्यहाँ तलपट्टि छ, ग्रिन कार्पेट होटल भन्ने छ होइन। यहाँ अलिकति तल छ, यहाँ तलपट्टि हो, यहाँ पर्छ सिधै। अनि केटाहरूसँग एकदमै रमाइलो भइरहेको, मजा आइरहेको छ। त्यो रमाइलो गरेर केटा इन्जोय भइरहेको। कोही भिडियो गर्दैछ त्यहाँनिर भने, अनि कोही आज अब किन क्लियरली देखिएन भन्नुहुन्छ होला। हुस्से यस्तो लागेको छ होइन। हुस्से लागेको कारणले गर्दाखेरि चाहिँ पुरै होइन धुम्म केही देखिँदैन क्या। अनि अहिले आउन पनि कस्तो गाह्रो भएको थियो। एकतिर त झन्डै मैले हाली पनि पठाएँ गाडी तलतिर होइन। त्यही हो कुरो। अनि चिप्लिन्छ क्या कस्तो भन्दाखेरि आउँदै थिएँ अनि केटीहरूको बाटो रहेछ। अनि फेरि उसले चिप्ले जस्तो भयो क्या यतापट्टि। फेरि केही देखिँदैन अगाडि, हुस्सेले केही देखिँदैन। 2टा NS-को एउटा डियोको लाइट बाल्दा सुत्दा पनि अगाडि केही नदेखेको क्या। मजा आइरहेको जे होस् होइन। अब भोलि घुम्छु मर्छौँ, रमाइलो गर्छौँ। आज यस्तै हो, रमाइलो एकदम मजा आयो। केटाहरूसँग चिल हो। अनि यता हाम्रो डगी सर पनि आइसक्नु भएको छ र केटाहरू यता हुनुहुन्छ। मजा आयो नि केटा होइन। आजको राइड कस्तो भयो त? कस्तो भयो सबै? बवाल एकदम अल गुड बवाल भयो ल गाइज। अहिले तलतिर होटेलमा पुगेर नि भेटौँला है। त्यही हो। सो अलराइट फ्यामिली अहिले चाहिँ हामी होइन होटेल ग्रिन कार्पेट कन्याम हेर्न सक्नुहुन्छ। इलामी आइपुगिसकेको छौँ। पहिल्यैदेखि पनि म आउँदा चाहिँ बस्ने भएको थियो। अनि हामीलाई पिकअप गर्न चाहिँ हाम्रो भाइ आएको थियो। अनि केटाहरू यता छ। एकदम रमाइलो भयो। तर गाडी बाटो ब्लक रहेछ र जाउँ न भित्र। बाटो ब्लक रहेछ र त्यो कारणले गर्दाखेरि चाहिँ कस्तो भयो भन्दाखेरि रमाइलो तरिकाले भएन क्या। गाडी ल्याउनु पाएन, माथि ल्याएर गाडी राख्यौँ। अनि तपाईँहरूले हेर्न सक्नुहुन्छ। जस रमाइलो भयो भनौँ न ट्राभल चाहिँ। तर कस्तो भन्दाखेरि कस्तो चिसो क्या। झापाको गर्मी सम्झिँदा त ज्याकेट खोल्नु मन लाग्छ। फेरि कन्यामको जाडो सम्झिँदा फेरि लाउनु मन लाग्छ क्या। ओभरै चिसो छ। अलराइट मजा आयो होइन। डाइरेक्ट त मैले बिहानै फोन गरेको एउटा बेड भएको रुम 3 जना एडजस्ट गरेर बस्नु भनेर बोल्नु भएको क्या। यो पल्लो हेर्नु एकचोटि रुम त के भयो हुन्छ। अलराइट फ्याम अहिले चाहिँ हामी रुममा पनि आइसकिसक्यौँ। अनि यो हामी सुत्ने रुम चाहिँ साथी के छ? हेलमेट त खोलिदिउँ होला है। अब के लाउनु होला र। तर टोपीको काम गर आज हेलमेटले।
होइन चिसो चाहिँ छेको क्या हेलमेटले अरू भन्दा पनि साथी हेलमेट पनि तिराख्देऊ त ल मजा आयो आज जस मजा आयो ये चाय अच्छा ये चाय पाता तो क्या होता ना मजा आता चाय एक बार पाता तो है एकदम रमाइलो भयो ल चिल जेस मजा सो अहिले चाहिँ रुमबाट पनि आएर हामी यहाँ इन्ट्री गरिरहेछौँ होइन इन्ट्री भइरहेछ केटाहरू यतै छ अहिले ठक्कै इन्ट्री हुने काम भइरहेछ भाइले इन्ट्री गरिरहेछ हाम्रो ह्यान्डसम भाइले सो फ्याम अलराइट आजको भ्लग चाहिँ यहीँ इन्ड गर्नुपर्छ होला टक्क लाएर हामीले हुन्छ नि खानासाना अघि खाएर आएको थियौँ नि त अनि फ्राइड राइसहरू बनाउन लाइ मऱ्यौँ फ्राइड राइसहरू बनिरहेछ केटाहरू यता छ एउटा भने एउटा पल्लोपट्टि चाहिँ कुकुर जस्तो भएर कुनामा गएर बसेको छ सुत्केरी आइमे यस्तो भएर ठिकै छ त्यही हो अब फेरि अर्को भ्लगमा भोलि भेट्नुपर्छ आजलाई थ्याङ्क्स फर वाचिङ किप सपोर्टिङ किप लभिङ होइन सधैँभरि माया देखाइदिनु होला के इङ्ग्लिस त बोल्ने बानी अब युएस च्यानल लक्ष्याउने थियो केटाहरूको सङ्गतले बिगारेर सकिगयो इङ्ग्लिस बोल्नै बिर्सिसक्यो भने कस्तो गिद्दी भइदिएको ठिक छ ल थ्याङ्क्स फर वाचिङ